लैङ्गिक हिंसा विरुद्ध चाहिँ कतिको चाहिँ जातीय भइरहेछ भने त्यसको बारेमा चाहिँ यहाँ नाटक प्रस्तुत गरेर हाम्रो नेपालमा महिला र पुरुष समान हुन्, श्रमको पनि बराबर पैसा आउँछ भनेर त भन्छन्। के गर्नु, जसले भाषण छाड्दै हिँड्छ उसैले दिने बेला पल्ला हरे कान्छालाई चाहिँ 1000 रुपियाँ दिएर पठायो, मलाई चाहिँ जम्मा 600। नेपालको कानुन दैवले जानु भन्थे त्यस्तै रहेछ। ढाड कुच्चिने गरेर भारीको कसैलाई 1000 छ, कसैलाई 600। यो नेपालमा कहिले हुन्छ होला है श्रमको मूल्य बराबर? अब के गर्नु, सुख पाइँदैन। सासूले भारी कहिले ल्याउँछ भनेर हेरेर बसिराखी होलिन्। अचम्मै गाह्रो भएको छ। यो पेटले गर्दा पनि मलाई साह्रै बाधा भइसक्यो। आज त रित्तै डोको लिएर जान्छु, जेसुकै भन्नु बरु मारे पनि सहन्छु। कस्तो गाह्रो भएको मलाई। पहिला पहिला त यस्तो भए जस्तो लाग्थेन, किन होला आज भोलि अति नै गाह्रो हुन थालिसक्यो। अब सासूले के भन्छन् त्यसुकै भन्नु बरु सहन्छु आजलाई। आजको भारी त निकै नै गर्को भएछ कि क्या हो, कमजोर भएपछि भारी नाटकी हेर तेरो पारा, तेरो बस्न के खाउँछस्? भित्र छ डोको लाज छैन? के गर्ने आमा, मैले आज काट्नै सकिनँ। साह्रै गाह्रो भयो नि त आमा, त्यही भएर हो नि। अथु लाज मुखुकै सासको मुख न लाज छैन? लक्क चरी काई नभएकी पसल नभएका प्लेट जहिले पनि यस्तै भन्नुहुन्छ मलाई आमाले। तपाईँले पनि त पेटै बोक्नु भएको हो नि आमा। तपाईँले कसरी हिजोको दिन बिर्सन सक्नु भएको? मलाई असाध्यै गाह्रो हुन थालेको छ आमा। पहिला पनि ती 3टा छोरीहरू पाइसकेँ, 2टा त मैले तुयाए पनि। अहिले फेरि यो गर्वकै हिसाबमा त मेरो 6औँ गर्व हुन्छ आमा। तपाईँले किन मेरो पीडा बुझ्नुहुन्न? तपाईँ पनि त एउटा आमा हो नि। लाज छैन? म जस्तो गोरे छोरा पाउनु पर्यो त पहिलोचोटि नै। लाज नभएकी नकति 3 छोरी पाएर फेरि छोरी छोरी त मेरो आमा भनेर गरेको छु होइन जस्तो होइन? नकति लाज नभएकी अलक्षी नै तुलक्षी नै आइमे आएको यो घरभित्रको हेर नाटकमा रुवाएको जुनले देखा गाउँतिर पनि भन्दै जाए अलक्षी नै देख्न सक्छु। छोरी हुनुमा मेरो के गल्ती छ र आमा? तपाईँले मलाई किन यसरी भन्नुहुन्छ? घरि दाइजो ल्याउँछ भनेर कराउनुहुन्छ, घरि छोरी छोरी भयो भनेर कराउनुहुन्छ, घरि यो पेटमा भएको बच्चा के हो हेर पनि छोरी भयो फाल भनेर कराउनुहुन्छ। म त यसरी त यो बच्चा हेर्दा पनि हेर्दिनँ र फाल्दा पनि फाल्दिनँ है आमा, मैले भनेको छु। तपाईँको छोरालाई राम्रोसँग सम्झाइदिनुहोस्। म घरिघरि मेरो शरीरलाई म यसरी बिगार्न सक्दिनँ। तपाईँहरूको कारणले गर्दा म कुन दिन मृत्युको मुखमा पुग्छु भन्ने कुरा म आफैलाई थाहा छैन। मैले हिजो पढेका कुराहरू अहिले मैले आफ्नो जीवनमै उतार्न नपाउँदाखेरि कस्तो अवस्था हुँदैछ। कति हारेको जुनिरहेछ यो छोरीको यो घरमा। ए धिक्कारोस् घरमा यो अकुला छिनालाई देउन परेको सधैँको कस 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 बाबु ए बाबु कता हो? हालत हेर यस्तो मेरो बाबु राजा अकुला छिनाले फेरि पनि हेर बाबु छोरी 2टा पारी मलाई लाग्छ 2टा खेला खानी फेरि काजी छोरी राख्नु राखी बाबु हालत यस्तो छ, तपाईँ दिनरात अक्सी खारै लिन्छ। मलाई घरमा आमाले दिनरात कराउनुहुन्छ। तपाईँले यस्तो गरेर मेरो जिन्दगी कसरी चल्छ? तैँले सुक्खा पाउन त यत्रो घरले छोरो पाएको देखान्छ। उठ बाबु मेरो राजालाई मेरो मुटु मेरो मुटु चुप्लाक मलाई मैले बेचिसकेको छु। रौसीमा सुन्दर जिन्दगी छ। मलाई मैले रौसीमा बेचिसक्यो। कल्लो गरे तपाईँ कस्तो भन्न सक्नुहुन्छ? तपाईँको जिन्दगी रौसीमा सुन्दर हुन्छ भनेर आफ्नो छोरीको जिन्दगी चाहिँ तपाईँ बिगार्न सक्नुहुन्छ? भन्नुहोस् त बाबा। रौसी खाना पाएपछि तेरो जिन्दगी चाहिँ
रक्सी खाने चुरोट खाने जुवा तास खेलेर जुवाडेर कटेरियासँग मेरो विवाह गर्ने कुरा गर्दै हुन्छ हजुर रास्ता पाल्चा सम्पत्ति छ मलाई त रौसियाले यस्तो बनाछ बालहैमा बिहे गरेँ म पढाइदिन्छु कहिले जति पच्चिस पढाइदिन्छु भनेर बिहे गरेँ अहिले यसले मलाई छोरी पाएँ भनेर 3 लाख दिन्छन् अझै भएन रे भनेर अर्को बिहा गर्छु पनि भन्दैछन् उहाँले त छोडेर नानी छोड्दै यस्तासँग बोलेर साध्य पनि लाग्दैन हाम्रो जिन्दगी अगाडि पनि चल्दैन छु नि मेरो छोरी एउटा त बिहा गर्नै पर्यो छोरा पाउने सक्ने गर्नै पर्यो हुन्छ बाबु हुन्छ बिहा गर्ने ल ल मैले के भनेको थिएँ मामा यसलाई स्कुल जाऊ है सुन्दर हात देखिने त यही हो नि दिदी चाहिँ जाने भइसक्यो है हामी अब जानुपर्छ ल यार काहीँ त हुन्थ्यो मजै आएन यसले त के भएको छ यो नि खानु फर्किनु क्या हो ओए ठुली पोख्त मान्छेले स्कुल जान्दिन भइसक्यो जहिले बाटो छिर्न आइपुग्छ गजडिया त हुनेवाला मेरो स्वास्नी होस् त ठुलो कुरा गर्छस् कसले भन म तेरो स्वास्नी हो भनेर मुख समाएर बोलै जाने तेरो बाउलाई मैले रक्सीमा फकाइसके छोरी दिन्छु भनेछन् त ठुलो कुरा गर्छस् मेरो बाउलाई रक्सी खान्दै म तेरो भई भनेर के मैले तँलाई भनेको थिए र कि रक्सी खान्दै म तेरो हुनलाई त ठुलो कुरा गर्छस् तँलाई रूपको घमण्ड छ हैन के गर्छस् के तेरो रूपको घमण्ड तोड्न मलाई आउँछ एसिड छर्दिम तँलाई हो बाउलाई रक्सी खानु जाने अनि मसँग बिहे गर्ने भन्दैछ हाम्रो एउटामा नि छ नि त यो त हामीले उजुर गर्नुपर्छ नानी म त्यसरी उजुर गर्दिनँ होइन गर्नुपर्छ नानी मेरो घरको पछि हुनुहुन्छ होइन म तिमीलाई त बरु तिमीलाई अप्ठ्यारो लाग्छ भने म आफै गइदिन्छु वडामा मेलमिलाप गर्छ नानीमा गएर उजुर गर्नुपर्छ नानी हिँड जाम हिँड तिमी जाम बरु बहिनीहरूलाई घर पठाइदियो तिमीहरूमा जाम त नानी म नि गइदिन्छु साथी माइली तुम घर जाए आउ जाने आउ म जाने हेर्नु न नानी म त यो नानीको घरको हालत देखेर र यो नानीहरूको बिचल्ली देखेर साह्रै हैरानी भइसक्यो नानी यो नानीको घरमा सधैँ बुढाले आएर रक्सी खाएर कुट्छन् जुनेरी नानीलाई पनि सासूलाई पनि जति सम्झाउँदा नि लाग्दैन अनि यो नानीहरूलाई पनि के अरे जमिनदारको छोराले दिन रात्र छेकेर बाटोमा छेकेर एकदम बिचल्ली गरिरहेछ अझ तैँले भने मानिनछ भने म जे पनि गर्छु भनिरहेछ नानी के गर्ने होला म त तपाईँ दिदी नमस्कार आमा नमस्कार नमस्कार मेलमिलाप गर्दा नानी स्वयंसेविका नानी नमस्कार कता हिँड्नु भएको थियो म यतै आएको नानी के हो तिम्रो त यस्तो शिथिल अवस्था देख्छु त तिमी त साह्रै नै नसक्ने अवस्थामा रहेछौ त बा तिमी त यति बेला त तिमीले त गरुङको भारी नि बोक्नु हुँदैन महिलाको धेरै समस्या हुन्छ यस्तो बेला त तिमीले पनि गर्नु हुँदैन नि त नानी पसिलो खानेकुरा खाएर घरमा आराम गरेर पनि भारी बोकेर हिँड्छौ के भएको त नानी दिदी के गरौँ खै त्यो थाले सबै कुरालाई साफीलाई जुन सरकारको राज्यको पैसा खाएर आछ त्यो छैन सबै कुरा सुने सबै कुरा लायस भरे त आवर बसबस दिदी घरमा यति घरेलु हिंसा भएको रहेछ अहिलेसम्म उजुरी नगराएर के गर्नु भएको छ दिदी कतिसम्म सहेर बस्नु भएको छ यस्तो मान्छेको अगाडि त यस्तो गर्नेले हजुर एक्लै हुँदा कतिसम्म गरेका थियो होला त परिवारले के गर्नु नानी मलाई नि उजुरी गरेर न्याय पाउन त मन छ नि तर के गर्नु
जहाँ गएर उजुरी गरी पनि भरे आएर यही घरमा दोब्रिएर आउनुपर्छ, यही पोइको पाउ पर्नुपर्छ। मैले गएर उजुरी गरेर मेरै घरको बिजेत गरेर म फेरि यही घरमा दोब्रिएर आउनुपर्छ भने म झन् हेलित हुन्छु, झन् मैले यो घरबाट अझै बढी पीडा पाउँछु। त्यही कारणले गर्दाखेरि मेरो बिजेत हुन्छ कि भन्ने डरले मैले उजुरी गर्न सकिरहेको छैन नानी। ल दिदी तपाईँले त्यसको बारेमा त धन्दै मान्नु पर्दैन नि। हाम्रो वडा कार्यालयमा हाम्रो मेलमिलाप पालिकाको प्रत्येक वडामा चाहिँ 1 जना महिला र 1 जना पुरुष अनिवार्य पर्नी गरेर 3 जना समूहको मेलमिलाप केन्द्र रहेको छ। यदि हजुरहरू कसैलाई शारीरिक मानसिक हिंसाको प्रकार हुन्छ, शारीरिक कुटपिट गर्नु मात्रै हिंसा होइन, मानसिक टर्चर दिनु पनि एक प्रकारको हिंसा हो। त्यस्तै विभिन्न किसिमका घरेलु हिंसा होस्, बाहिरी समाजमा कोही व्यक्तिले कसैलाई हेप्ने जुन कुनै हिंसा पनि हजुरहरूले कोही कसैलाई भन्न सक्नु भएको छैन। मनमा पीडा छ, कहाँ गएर कसलाई भनौँ, कहाँ गएर जस्तो लागिरहेको छ भनेदेखि हाम्रो नगरपालिका हाम्रो प्रत्येक वडामा मेलमिलाप केन्द्र रहेको छ। त्यहाँ चाहिँ गएर हजुरहरूले पुरुषले आफ्ना कुरा पुरुषसँग राख्न सजिलो हुन्छ कि महिलाले महिलासँग राख्न सजिलो हुन्छ कि आफ्ना कुराहरू उहाँसँग भन्न सक्नुहुन्छ। र यो कुरा चाहिँ हजुर र मेलमिलापकर्ता बाहेक कहीँ कसैलाई पनि थाहा हुने छैन। के गर्नु त नानी, बालाखैमा बिहे गरेर दिए, अलिअलि त पढेकी हुने, पढेको कुरा आफ्नै जीवनमा लागू गर्न पाएकी छैन। पढेर मात्र के गर्नु, जीवन उपयोगी शिक्षा हुन सकेन भने सबैलाई भन्थ्यौ पीडा सहनु र पीडा दिनु अथवा अन्याय गर्नु र अन्याय सहनु दुवै अपराधी हुन् भनेर। तर आफ्नै घरमा रात दिन यस्तो छ, सहेर बसिरहनु परेको छ। बालाखैमा बिहे गरेर दिनुभयो बुवा आमाले, अहिले माइतमा गएर भनौँ भने पनि बुवा आमा हुनुहुन्न, भाउजू बुहारीको त्यही हो चाल। त्यही भएर त मलाई किन राज्य घर परिवारले हेरिरहेछ नि। वडामा गएर आफूले मेलमिलापकर्ता कहाँ भन्यो भने गोप्य रूपमा पनि सूचना हुन्छ क्या नानी। बरु बिन्ती छ मेरो घर परिवारलाई सम्झाइदिनुहोस् न एकचोटि। घर परिवार सबैसँग बसेर छलफल गरौँ न त, केही कुराको सहमति निस्किन्छ कि। आउनुहोस्, आउनु त। म चाहिँ जाँदिनँ है, मलाई फेरि हजुरको घरमा चाहिँ केही कुराको विवाद परिरहेको रहेछ, केही छलफल गराउनमा केही न केही सहमति निस्किन्छ कि त। सधैँ यसरी झगडा गरेर बसेर त हुँदैन नि त आमा। के भएको त आमा? तपाईँ पनि महिला नै हो, हिजो हजुर पनि आफ्नो परिवार छोडेर पराई घरमा आउनुभयो। हजुरले पनि अहिले जसरी बुहारीले गर्भधारण गरिन् त्यसरी नै गर्भधारण गर्नुभयो, सन्तान हुर्काउनुभयो। सन्तान प्रसव पीडा त हजुरलाई त थाहा छैन आमा। अनि आफूले भोगेका पीडा बुहारीले भोग्दाखेरि ओहो मलाई पनि हिजोका दिनमा कति बाधा भएको थियो, हजुरको चाहिँ बच्चा पेटमा हुँदा सासूले गरेका अन्याय र अत्याचार सहन कति गाह्रो भएको थियो हजुरलाई। ओहो मैले त यस्तो गर्नुहुन्न मेरो बुहारीलाई भन्ने अलिकति सोच आउनु पर्दैन आमा। हामी त जमाना परिवर्तनशील छ आमा, हामी पुरानो जमानामा फर्केर हुँदैन। केही कुराहरू अब नयाँ जमानामा नयाँ परिवर्तनशील भएर जानुपर्छ, जमाना अनुसार फेरि जानुपर्छ आमा। यतिको बुझ्यो नानी, बुझ्यो। खुब अर्थवर्ष छ हाम्रो सासुले जस्तो सिकाए सिक्यो संस्कार। अब त्यसै भएर त परिवर्तन हुनुपर्छ त आमा। तपाईँको सासूले हिजो जस्तो गर्नुभयो तपाईँले तपाईँको बुहारीलाई त्यस्तै गर्नुभयो। तपाईँको बुहारीले फेरि बुहारी ल्याउँछिन्, हिजो मलाई सासूले जस्तो गरिन् त्यस्तै गर्नुहुन्छ। समाजकै परिवर्तन भयो र आमा, समाजमा त परिवर्तन छोरा पाउनु पर्यो त्यति कुरा। छोरी दुइटै समान छन्। यसरी ज्यान छोडाएर बस्दैन अहिलेको जमानाको नारीहरूले। दाइजोको कुरा गर्नुहुन्छ तपाईँ, छोरा पाएन भन्नुहुन्छ, यो त अत्याचार भयो आमा। खुल्क्याएर हेर त यस्तो पारा अरू झल्झुट्टै सुन्नु गएमा छड्केति लिएर लाग्छ सासूहरू आफ्नो त पारा एउटा दाइजोको कुरा छैन, सुन छैन, पल्लो अर्काले छड्केति लिएर ल्याइदिएर लाएर कति पहिलेको जमानामा त आमा दाइजो प्रथा हटिसक्यो। दाइजोको कुरा गर्नुभयो, यसरी घरेलु हिंसा गर्नुभयो भने हजुरहरूलाई कानुनी कारबाही पनि हुन सक्छ आमा। त कारबाही हुन्छ आमा, यसरी हुँदैन आमा। तपाईँले यसरी गर्नु पनि छोरा र छोरी भेदभाव गर्न पाइँदैन। सम्झिनु भएन भने के को कारण हुन्छ भन्छ नानी? छोरा र छोरीमा भेदभाव गर्नुभयो, त्यो बुहारीको बच्चा सुध्रिनु हुन्छ कि हुँदैन? छोरा छोरा छोरी समान हो, छोरीले पनि कति कति के गरिरहेछन् यो समाजमा। म त पुलिस यहाँ सरलाई बोलाएर लिएर पुलिस सर यहीँ हुनुहुन्छ। तपाईँ त झन् श्रीमतीलाई यस्तो बेलामा त हामीले त यहीँ मिलाम किन, वडामा मिलाम किन जाने पुलिस केस गर्न अहिले भनेको त। तपाईँहरू त खै
त्यस्तो बेलामा त तपाईँले त श्रीमतीलाई जति सक्दो साथ दिनु माया गर्नु श्रीमतीलाई के खान मन लागेको छ उसको इच्छा चाहना के छ बुझ्नु आज बच्चा पेटमा हुँदाखेरि जस्तो वातावरणमा बच्चा हुर्किएको छ उहाँले तपाईँहरूले उहाँलाई जस्तो व्यवहार गर्नुभएको छ बच्चा त्यस्तै नै निस्कन्छ आज तपाईँहरू उहाँको गर्भमा बच्चा हुँदाखेरि झै झगडा गर्नुहुन्छ कुटपिट गर्नुहुन्छ अनि भोलि बच्चाको स्वभाव पनि त्यस्तै निस्कन्छ त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ जति सक्दो आमालाई खुसी बनाउनु भयो भने आमा र बच्चा दुवैजना खुसी स्वस्थ रहन्छन् भोलि बच्चा त्यस्तै जन्मिन्छ उहाँलाई पोसिलो खानेकुरा खान दिनु जति सक्दो माया गर्नु ल नानी ल भयो भयो अबदेखि घरमा सधैँ मिलेर बस्नु है म यो बाटो हिँड्दाखेरि सधैँ मिलेर बसेको राम्रो देख्न पाऊँ है त आमा अनि दाइ तपाईँको खानी बानीले गर्दाखेरि तपाईँले पिउने आज धने जस्ताले चाहिँ छोरीलाई आँखा लगायो तपाईँले चाहिँ छोरीलाई भोलि त्यस्तै दुईटी छोरीहरू हुर्किँदैछन् अरू छोरीलाई त त्यस्तो बाउले बेच्नु भन्लान् अरू छोरीहरूलाई पनि असर गर्छ दाइ तपाईँले चाहिँ छोरीहरूको भविष्य सोच्नु हेर है अब यस्तो नगर्नु है हस् ल अब म लाग्छु अब आउँछ सधैँ मिलेर बस्नु होला है अन्त बल्लाको नानी त डक्टर नि भएर सुई लगाइदिनुहोस् हामीले पनि नातिएर लगाइदिन्छ नानी लाग अब त अल्लोहरूको नानी त डक्टर नि भएछ अल्लो घरको नानी फेरि पाइलोट भनेको छ बाबु अनि एउटा केटी त गाडी चलाइदियो केटी सबै केटाले गर्ने काम केटीले गर्दो रहेछ नि त्यस्तो गर्नु पर्यो बाबु मात्र पुलिस चौकी नभए जिते जान्छ एउटामा त कलर अर्डर हामी जित्या थियौँ पुलिस चौकी प्रशासन भरि त्यसो गर्यो भने के हुन्छ जान्छ तिमीको रक्सी नखाऊ हामी के गर्ने छोरा छोरी गराउने छ दुईटै रथको एउटा रथको दुईटै पाङ्रा भनेको परको रहेछ क्या दुईटै लामो छोरी काम त एउटै गर्छ नि त बुझेली तिमी जानु आऊ नानी आऊ अब पाउने त जे पानी हुन्छ माया गर है माया गर है हाम्रो परिवार हेर्नु त मेरो बुहारीले अहिलेसम्म दुईटा तिनवटा बच्चा हामीले पालेर पढाएर छौँ अब स्कुलमा पढाएर छौँ भने अब पाएको बच्चालाई त बोर्डिङमा पढाउँछौँ हामीले र हामीले यो छोरीलाई पनि छोराछोरी गर्छौँ र यो बच्चा चाहिँ हाम्रो आमाको विश्वासै हो भन्ने चाहिँ अब यो जुन चाहिँ दुईटा नानीहरू आएर चाहिँ भनिदिनु भयो दुईटा नानीहरू चाहिँ ओडाको र सोमसुरका नानीले चाहिँ छोरा पनि छोरी हो भनेर भनिदिनु भयो त्यो त हाम्रो त अहिले त हेर्नु होइन जस्तो होइन छर्लाङ्ग जस्तो त्यस्तै देख्यो हामीले त अब हामीले माया गर्ने